everyone, welcome back to our channel. आज चाहिँ बर्थडे भ्लग गर्न आँटेको। मेरो खास बर्थडे चाहिँ 26 अगस्तमा हो, मन्डे, तर सेलिब्रेसन चाहिँ आज 23rd मा गर्न आँटेको। अहिले चाहिँ ब्रो टिन्ट गरेको अनि आइल्यासेस एक्सटेन्सन गरेको, तर ब्रो टिन्ट चाहिँ ओभरै डार्क भएर कस्तो देखिरहेको होला मलाई। आइल्यासेस चाहिँ ठिकै नै छ, नेचुरल टाइपकै छ। आइब्रो चाहिँ अलिकति डार्क भएको छ, टिन्ट गरेको, तर केही छैन, अलिक दिनमा फेड हुन्छ। मिस्टर साक्सा नाम्चा पनि छैन, 3 weeksको लागि बाहिर गएको छ। नेस्ट्रो त लागिरहेछ बुढा नभए पनि, तर केही छैन, दिदीहरू हुन्छ, साथीहरू हुन्छ, उनीहरूसँग मनाउनु पर्दा झनै खुसी लाग्छ है। साथी र दिदीहरू चाहिँ प्राय आइ नै राखेको हुन्छ मेरो बर्थडेको दिन, केकहरू काटिदिनुहुन्छ, खुसी लाग्छ। र यो पालि चाहिँ मैले दिदीहरूलाई बोलाएको, हाम्रोमै मनाम अनि के खानेकुरा बनाएर खाऊँ भनेर। अनि त्यही हो, सो अन्तिमसम्म हेरिदिनु होला। म चाहिँ भिडियो आजदेखि गरेर म मेरो बर्थडेसम्म गर्छु है। के कस्तो हुन्छ कमेन्ट गरिदिनु होला, राम्रो नराम्रो लागे पनि। अब चाहिँ रेडी गर्नुपर्ने छ सामानहरू। लगभग सामान चाहिँ मैले हिजो नै ल्याइसकेँ, हिजो अस्ति ल्याइसकेँ। अब चाहिँ प्रेप गर्नुपर्ने छ खानेकुराहरू सबै। अनि भरे चाहिँ रोहिणी आउँछन्, रोहिणी, म अनि को दिदीहरू भ्याउनुहुन्छ, त्यही दिदीहरू आएर मलाई हेल्प गर्नुहुन्छ कुक गर्नुलाई। अनि त्यही हो, आलु हिजो बोइल गरेको है, बिहान उकाउनु सजिलो हुन्छ भनेर मटरहरू भिजाएको थिएँ। चिकन पनि अस्ति फ्रोजन गरेको थिएँ अनि निकालेको, अब चाहिँ मोल्नु पर्ने छ। पनि काटिसकेँ, अब चाहिँ भुट्दै गर्नु पर्यो अनि भरे अलिक सजिलो हुन्छ। Thank you for everything, Buddha. I love you. पनि तारिसके, पानीपुरी गर्दैछु, मासु हुँदैछ, पाक्दैछ भनौँ। पीडा छ हजुर, पीडा। मान्छे आएको दिन चाहिँ यस्तो हुन्छ, घरमा नर्मली बनाएको छ भने चाहिँ राम्रो हुन्छ, मान्छे आएको दिन चाहिँ टुक्रेर ढुटेर मासु घट गर्नु छिटो। नमस्ते, मेरो नाम सुस्मिता। के गर्नु छ गर्नु लगायो गाइस। 100 पाउन्ड है। उहाँ चाहिँ डेकोरेसन गर्न आउनु भएको है, काम छोरी कसैलाई चाहिन्छ भने मलाई बोलाउनु होला। एउटा बेलुन फुलाएको जम्मा 100 पाउन्ड मात्र। त्यसो भन्दा तपाईँ कामै जानु पर्दैन त, त्यस्तो भएको भए त। हाई स्वीट हार्ट। यो चाहिँ दिदीकोबाट कम्प्लिमेन्ट केक अरे। कस्तो राम्रो नि, हिरोनी भएर
राम्रो केटी देख्नु हुँदैन रेकर्ड गरिहाल्नुपर्छ Stop it. एटिट्युड छ त हौ अनि आमा रेडी हुँदैछ के ड्रिङ्क्स बनाउन आँटेको र आज White sangria. अनि यहाँ चाहिँ डेकोरेसन जे पाइदे है आफ्नै पालाको हाम्रो बर्टिकलको घर अनि स्न्याक्सहरू रेडी छ डेकोरेसन अनि टाइडी अप गर्न बाँकी छ अनि बलुन चाहिँ सबै झरेर यहाँ त्यसले टाँसेन अनि हाम्रो बर्थडे गर्ल यहाँ काम गर्दै हुनुहुन्छ बर्थडे गर्ल कस्तो फिल हुँदैछ उफ नङ देखाइहाल्नुपर्छ फेरि अनि हालेर राखौँ कि हाम्रो यहाँ प्रोफेसनल सेफ आजको गरेर होइन फ्री बुकिङ तर ढिलो आउनु भयो पानीपुरी छ सामान किन्नु गयो पानीपुरी त बनाउनु पर्दैन थियो खानु चाहिँ मन लागिरहेको थियो भन्नु न कसलाई तपाईँलाई अगाडि तपाईँले चाख्नु भएको होइन भने भाइले हाम्रो सबिना बहिनीलाई दिनुभएको गिफ्ट है अनि यो के अरे नोटहरू पढ्नु भएर हाम्रो बहिनी रुनु भएको कसरी रुनु भयो देखाउ त त्यही भएर आँखा सुनिरहेको छ रेडी भइसकेको छ सबै कुरा बेलुन चाहिँ झरेको छ एकछिनमा फोटो खिच्ने बेला मिलाउँदा हुन्छ यहाँ दाल बसाएको यहाँ भात अरू मासुहरू त सबै पाकिसक्यो दिदी र रोहिणी पनि रेडी हुनु गइसक्यो अब म पनि क्विक रेडी हुन्छु है सी यु गाइस लेटर बाइ Hi, happy birthday to you. Hi. Nice day. हेलो अब सबैजना भ्लगर छ त मैले बिजनेस माइन्ड भिडियोग्राफर हायर गरेको छु 500 पाउन्ड भिडियोग्राफर हायर गरिरहेको तिमीले सबै हायर गरेको छौ आज हैन फोटोग्राफर भिडियोग्राफर फेरि यसरी खिच्नु पर्यो फोटो सुट हुँदैछ राख्ने हो नि त होइन गयो आइफोनै होला रुनी आइफोन Bless you. को लागि bless you भन्नु भने कति क्यूट बुके रोको खै यो धेरै फुल भयो भनेर क्या नाटक 10 by 10 नाटक 10 by 10 म चाहिँ 9.5 50 रुपैयाँ 9.5 किनभने म 10 by 10 भने struggle is real Oh, so sweet. Oh.
Perfume हो? Diffuser. Diffuser. Thank you. Thank you. Thank you, Naishi र किरण दा. हो. के दियो iPhone. आइफोन Tablet हो. सुज Tablet दा. न्यू ब्यालेन्स अरे त्यो त मेरो जुत्ता स्वीट गर न बिहान साइज हेरिहालेको रहेछ चार तर मलाई उसले मलाई अस्ति सोधेको सोध्दै थियो साइज सोध्दै थियो आइ मलाई अहिलेसम्म साइज आएन होइन मलाई कन्फर्म तर पढिसकेको कहिले पढ्यो मैले अघि भर्खर लेखेको अघि अनि पढ्यो यो खोइ त खोलेको म गरेको कि लगुममा गयो आधा के होला के होला रे हेर न के होला झोलाभित्र के होला गर्दैछ के हो डब्बा प्र्याङ्कै गर्नु क्या साँच्चीको हो हेर न खुसी भएको सबैजना सरप्राइज राम्रो रहेछ यो so elegant So beautiful. ए अर्कै पो हो how mindful we are when we buy gift very cute see last year चाहिँ blast हो नि त है कार्ड त पढिसक्यो त्यो हाइलाइटमा चाहिँ के छ भने सुस्मिता दिदीको छ ह्याप्पी बर्थडे अमन्डा बहिनी छिटो गुड तपाईँको कतिवटा दिए नगर्ने एक बुङ छ तासको एक बुङ 15 ल बाँड्दै गयो अब चाहिँ उनोबाट तास जुटपतिबाट फ्ल्यासमा गइरहेछ अब फ्ल्यासबाट के जान्छ थ्री अर्डर्स तपाईँको के अरे विथ मेकअप एन्ड पान्डा यो चाहिँ विदाउट मेकअप रियालिटी चेक यहाँ अब चाहिँ तासबाट स्किन केयर गरेर आएर अब चाहिँ मुभी नाइट मुभी मर्निङ 2 बजीसक्यो
हिँड्नै सक्दैन बोकन हामी चाहिँ हिजो मुभी हेर्दै कोही हामी प्रायः सुतिहाल्यौँ अनि दिदीहरू चाहिँ बिहानै 7 बजीतिर फर्किनु भयो अनि म पनि अहिले भर्खरै उठेको भनौँ न अहिले चाहिँ 12 बजेको छ अनि हिजो के स्टार्टरहरू खाएर खानाहरू खाइनँ नि त अनि त्यही भएर दिदीहरूलाई खाना लगेर जानु भनेको छु अनि नाइस दिदी चाहिँ आइसक्नु भएको छ दाइसँग दाइ चाहिँ हिजो नआउनु भएर दुःख गर्नु भएछ अनि पानीपुरी खानु बोलाएको दाइलाई अनि बर्थडेको यहाँ एकदम राम्रो खालको डिजाइनमा हिजो पाइसक्यो त हिजो होइन मैले मनले दिइसकेँ के भएर त्यो भन्नु धेरै चाहिँदैन मैले दिदी पनि पानीपुरी खान आउनु भयो बोकेर गर्दैन डाइरेक्ट हिजो र आजको कस्तो डिफ्रेन्स भयो पानीपुरी मिठो भयो हिजो चाहिँ तर टन्न अगाएर होइन खानै सकेको थिएन आज चाहिँ मिठो ब्रेकफास्ट मैले चाहिँ हिजो खाँदैन त्यो भएर हिजो र आजको डिफ्रेन्स केही लाग्दैन मलाई चाहिँ अनि केटीहरू मात्रै हो नि त दाइ अनि ठिकै छ अब केटी मात्र हो नि भन्नु त के अरे रोहिणीको फेभरेट सङ यहाँ हिजो राति खाना नखानु भएर यहाँ अहिले लिन आउनु भएको छ बाई बाई दी बाई बाई हिजो बर्थडेमा नहोला अरे बेलुन चिनो लान बाई मलाई चाहिँ नेपालबाट सामान पठाइदिनु भएको रहेछ मम्मीले अब खोल्छु के छ हेरौँ है त म सबै खोल्छु अनि यसरी देखाउँछु त ठिक होला बरु सामानहरू चाहिँ यति हो नेपालबाट ढुङ्ग्रे भयो ब्राउन अनि यो सुकुटी चाहिँ काटेर सुकाएर पठाउनु भएको रहेछ ब्राउन चाहिँ एउटै प्याकेटमा हाल्नु भएको अनि पापड भयो अनि यो चोली चाहिँ मैले पहिला पनि लिएको थिएँ तर मोटाएर अलिक सानो भएको थियो र यो ठुलोवालामा आएको अनि यो म्याक्सी भयो यति नै हो धन्यवाद मम्मी र सानीलाई सामानको लागि धेरै धेरै धन्यवाद धेरै धेरै माया साँच्चै मेरो हिजो टिन्ट अलिक डार्क छ अनि मैले हिजो मेकअप गरेको थिएँ नि त्यहाँदेखि अलिअलि मैले ब्रोमा त्यस्तै सोप ब्रो लगाएको थिएँ क्या लिफ्टवाला हुनेवाला लगाएको थिएँ अनि त्यसपछि बेलुका चाहिँ मुख धुएको त भरे त गएछ पो ठिकै भयो तर गएर चाहिँ तर कस्तो एक दिनमै गएको है अचम्म पनि भएँ तर ठिकै छ गएर पनि अहिले चाहिँ ठिकै लागेको छ यतिको ल त गाइस अब चाहिँ सुत्छु गुड नाइट भोलि के गर्छु कसो गर्छु म भोलि अपडेट गर्छु है त अहिलेको लागि सुतेको बाई गाइस वेलकम ब्याक गुड मर्निङ अहिले चाहिँ 11 बज्न आँट्यो हामी चाहिँ 11:30 बजी चाहिँ आज म्यान्चेस्टर जाने भनेको म नाइस दिदी अनि दाइ अनि म चाहिँ उठेर सावर लिएँ फ्रेसन अप भएँ अब चाहिँ रेडी हुन्छु अनि जान्छु है त सी यु गाइस लेटर म रेडी भइसकेँ क्रप टप जिन्स स्कर्ट ज्याकेट लगाएको इनकेस जानुहुन्छ भनेर अब चाहिँ दिदीहरू बाहिर आइसक्नु भएको छ अब चाहिँ जान्छु सी यु गाइस लेटर
ऊ यहाँ छ त टेस्टर जबरजस्ती क्रिम लाग्छ हुँदैछ खाइयो ओरियो सपिङ गरियो अब चाहिँ घर फर्किँदै हो 6 बजिसक्यो दोकान पनि बन्द भइसक्यो दाइ चाहिँ यहाँ हुनुहुन्छ Welcome back. आज चाहिँ 26 अगस्त मेरो बर्थडे ह्याप्पी बर्थडे टु मी अनि अहिले चाहिँ 12-1 बजेको छ म चाहिँ अघि नै उठेँ अनि फ्रेसन अप भएँ अनि त्यतिकै बसेको आज चाहिँ केही पनि प्लान छैन प्री बर्थडे अस्ति मनाइसकेँ आज चाहिँ केही प्लान छैन हेरौँ के कसरी बित्छ मेरो दिन के भयो भने म क्याप्चर गर्नेछु भिडियोहरू सो या see you guys later. Happy birthday to you. Thank you. Happy birthday, dear Sam.
Sabina. Happy birthday to you. Thank you. Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Sabina. Happy birthday to you. खुवाइदिनु न यस्तो मिलायो नि त खुवाइदेऊ नि यसो खुवाइदेऊ न तिम्रो नयाँ वर्ष राम्रोसँग बित्योस् मेरो नम्बरनीको धेरै धेरै शुभकामना सबै खानु होला पहिले सबैलाई खुवाइदिनु ल दाइ जानुस् ह्याप्पी बर्थडे ह्याप्पी कस्तो तपाईँले खुवाइदिनु पर्थ्यो कस्तो आफू खानुभयो त सानो ठिकै छ हुन्छ पेमा दाइ आउनु साइड जानुहोस् रमाइलो भयो Happy birthday to you. Happy birthday to you. Happy birthday Happy birthday, Sabina. के होला Unboxing हुँदैछ गिफ्ट के जस्तो लाग्यो तिमीलाई थाहा छ त्यो चाहिँ कसले हो गिफ्ट उपहार हाम्रो रोशनी नम्बर निले के जस्तो लाग्यो इयरिङहरु हो हेर न अनि त्यस्तै कयो होला कडा कडा राम्रो छ नि राम्रो हो ल त्यो त अब तिमीलाई थाहा नै छ होला कार्ड पढौँ न त्यो चाहिँ मैले लिएकै हतार अघि अर्जुना सोनी अनि रोजिना प्रज्वल नारायण थ्याङ्क यू very very welcome मन पर्यो चिप्लियोमा कति राम्रो क्या थ्याङ्क यू सबैजनालाई बर्थडेको लाइन हुँदैछ हाम्रो बर्थडेको धेरै धेरै धन्यवाद कस्तो दामी भयो कस्तो भयो त कोनवालको टुरहरू एकदम रमणीय भयो म त वाक्कै लाग्यो अब त जाँदिनँ भन्ने नि भयो टाढो भएर चाँडो घुम्दा म त एक रात घरमा बसे 10 दिन जति नै भयो म यो छुट्टी पनि गएर आएको नि त यो चाहिँ एकछिनै म त्यो देखाउँ न ल